पुस्ताका हटकेकको रूपमा चर्चामा आउने नायकको रूपमा यी दुई नायकलाई लिन्छ, जसको नाम हो अनमोल केसी र पल शाह। भुवन केसी पुत्र अनमोल केसी एक थरीको रोजाइमा पर्छन् भने म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका नायक हुन् पल शाह। सुनिल गिरीको बहुचर्चित गीत को होला त्योबाट चर्चामा आएका मोडल पल शाह अनि पनि जस्तै युट्युब भिडियोबाट थप परिचित बने। उता अनमोल केसी भने युवाहरूको कथालाई टपक्क टिपेर यङ जेनेरेसनलाई टार्गेट बनाउँदै चलचित्र बनाउने सफल निर्माता सुनिल रावलको हिट चलचित्र होस्टेल मार्फत नेपाली सिनेमामा डेब्यु गरेका नायक हुन्। यी दुई बहुचर्चित नायकहरूको एकअर्कामा खासै कुनै पनि व्यावसायिक सम्बन्ध नरहे तापनि यिनीहरूलाई एकअर्कासँग तुलना गरेर हेर्नेहरूको संख्या ठूलो छ। विशेष गरी यङ केटीहरूको पहिलो रोजाइमा पर्ने यी दुई नायकहरूलाई पछिल्लो समयमा मिडियाले पनि राम्रै फोकस गर्ने गरेको छ। तपाईको त गर्लफ्रेन्ड छिन्द्रे नि, अनि उनको बारेमा बोल्न पनि चाहनुहुन्न रे भन्ने केही पत्रकारहरूको जिज्ञासामा पल भन्छन्, कसले भन्यो यस्तो कुरा? यो सबै झुट हो र गलत हो, र यो गलत हल्लाले मलाई समस्यामा पारेको छ। दिनमा कति धेरै मेसेज तथा कलहरू आउँछन्। पल, तपाईको त गर्लफ्रेन्ड छ रे नि, हामीलाई किन नभन्नु भएको भन्दै म थाकिसकेँ जवाफ दिँदा दिँदा पल भन्छन्। यता अनमोल केसीको कुरा अर्कै छ। नेपाली सिनेमा जगतमा लगभग 4-5 वटा मात्रै चलचित्र गरेका नायक केसीको पारिश्रमिक मात्रै 20 लाख भन्ने हल्लाले मिडिया तातेको छ। उनलाई एकचोटि भेट्न र बोल्न मात्रै पाए राम्रै उपलब्धि मान्ने फ्यानहरूको ठुलै जमात छ। जे होस्, दुनियाँले जे जसरी हेरे पनि या जेसुकै बोले पनि यी दुई नायकलाई सफलताको लागि रिदम इन्टरटेनमेन्टको शुभकामना।